सोती घटना उच्च अदालत सुर्खेतबाट जातीय विभेदको कसुर बदर, जन्मकैदको सजाय भने सदर। उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित 6 जनाको हत्या भएको मुद्दामा जातीय छुवाछुतको कसुरमा दिएको सजाय बदर गरेको छ। उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृका प्रसाद भण्डारीको इजलासले मङ्गलबार घटनाका 23 प्रतिवादीलाई जातीय विभेदको कसुर बदर गरेको हो। उनीहरू विरुद्ध जन्मकैदको सजाय भने उच्च अदालतले सदर गरेको छ। उच्च अदालतका उप रजिस्ट्रार प्रेम प्रकाश थापाले सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आंशिक सदर गरेको जानकारी दिनुभयो। उहाँका अनुसार गएको 2080 मङ्सिर 19मा जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बर बहादुर मल्लसहित 24 जनालाई जन्मकैदको सजाय सुनाएको थियो। नवराजकी प्रेमिकाकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै 2 वर्ष कैद सजाय सुनाएको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको उप रजिस्ट्रार थापाले बताउनुभयो। जिल्ला अदालतको फैसला विरुद्ध रुकुम पश्चिम थुनामा रहेका मल्लसहितले 24 थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनाल नेपालीले 2 थान पुनरावेदन निवेदन दायर गर्नुभएको थियो। गएको वैशाख 9मा उच्च अदालत सुर्खेतमा दायर 26 थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासमा सुनवाई भएको हो। 5 वर्ष अघि 2077 जेठ 10 गते सोती गाउँ स्थानीयको आक्रमणबाट जाजरकोट भेरी नगरपालिका 4 का नवराज विक, 17 वर्षीय गणेश बुढा मगर, 21 वर्षीय सञ्जु विक, भेरी नगरपालिका 11 का 18 वर्षीय लोकेन्द्र सुनार र 17 वर्षीय गोविन्द साई र रुकुम पश्चिम चोर जहारी नगरपालिका 1 का 20 वर्षीय टिकाराम नेपालीको ज्यान गएको थियो। यो घटनामा जिल्ला अदालतले रुकुम चोर जहारी नगरपालिका 8 का तत्कालीन वडाध्यक्ष डम्बर बहादुर मल्ल, मित्र बहादुर मल्ल, रेशम मल्ल, सबिन पुन, नवीन कुमार, धरती मगर, विराज पुन मगर, धनराज राणा, भीमबहादुर पुन, रमित पुन मगर, दिल्ली मल्ल ठकुरी, प्रेम बहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोप बहादुर मल्ल, मोहन पुन मगर, इन्द्र बहादुर ठकुरी, तिलक चन्द्र, लिपेन्द्र कुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जन्मकैदको फैसला सुनाएको थियो।